विशेष अतिथिको रूपमा नेपाल राष्ट्र बैंक गभर्नर कार्यालयका कार्यकारी निर्देशक श्री दयाराम पङ्गिनी सर पनि आउनुभएको छ। उहाँलाई पनि जोरदार स्वागत गर्दछौँ र कार्यक्रमलाई अगाडि बढाउँदै जसरी यो कार्यक्रम निर्धारित थियो त्यसै अनुसार चाहिँ हामीले नेपाल राष्ट्र बैंकका गभर्नर सरलाई समसामयिक विषयमा अहिलेको वर्तमान अवस्थामा समसामयिक विषयमा आर्थिक विषयमा आफ्नो मन्तव्य राखिदिनको लागि हार्दिक अनुरोध गर्दछु। धन्यवाद। म चाँडै नै आउँथेँ आज। पहिला प्लेन चढ्ने भनेको प्लेन त्यस्तै हो, त्यसपछि गाडीमै आउने भन्ने हो। एक दुईवटा मिटिङहरू पनि राखेको थिएँ मैले अरू, अनि त्यसपछि गाडीमा आउँदा पनि आज त्यो चिन्ता त्यस्तै गर्नु थियो। त्यसले गर्दाखेरि आउँदा आउँदै त्यसको लागि क्षमा प्राप्ति पनि छ। केही कुराहरू भन्छु, वीरगञ्जमा धेरैपटक आएको ठाउँ पनि हो। एक्चुअली एकदम एक्साइटेड पनि छु वीरगञ्जको बारेमा। मेरो एउटा अलिअलि हिस्ट्रीमा इन्ट्रेस्ट भएको हुनाले तपाईँलाई कति थाहा छ, यो छपकैया बजार हुने चाहिँ विक्रमसिंहले 1856मा सेटल गरेको, सबभन्दा पुरानो हो तराईमा सेटल गरेको बजारमध्ये। पहिला कस्तो थियो भने 100 बिघा जमिन कसैले फरिया फाँड्यो, जङ्गल फाँड्यो भने 10 बिघा जति चाहिँ फिर्ता दिने चलन थियो। त्यसरी चाहिँ अट्र्याक्ट धेरै मान्छेहरू गरे अब यहाँनिर मान्छेलाई सेटल गर्नलाई अट्र्याक्ट गरेको। त्यसले गर्दा यसपछि फेरि हामीले बजार बनायौँ यहाँनिर, हाम्रो मेजर केन्द्रको रूपमा रह्यो। म चितवनमा हुर्किँदाखेरि पनि हाम्रो ठाकुराम क्याम्पसमा पढ्ने मान्छेहरू चितवनमा धेरै छ। एजुकेसनको एउटा सेन्टरको रूपमा पनि हो यो। मलाई याद छ कि पिएचडी सकेपछि मलाई एकदमै घुम्न मन लागेको ठाउँ चाहिँ सिमरौन पर्थ्यो। अनि म यहाँ आएँ तपाईँहरूसँग, त्यसपछि सिमरौनबाट गएको यो बन्दको नगरमहल हुँदै। सो मेनी नाइस थिङ्स अबाउट मधेस, र अब झन् एक्साइटिङ टाइम हुँदैछ। तपाईँहरूलाई फिल छ 2 वर्षमा फुल्ली हाम्रो एक्सप्रेस वे बनेर गयो होला। अनि हाम्रो भइरहेको छ। आर्मी इज डिटर्मिन टु फिनिस इट। मलाई के लाग्छ भने जतिखेर हामीले बुटोलबाट भैरवा फिनिस गर्नु त्यो पहिला चाहिँ त्यहाँ सानसानो गाउँहरू थियो, एकदिन त्यो यिनीहरू डिस्कनेक्टेड प्लेसेसहरू थियो भने अहिले 27 किलोमिटर लिनियर सिटी भएको छ। धेरै सुन्दर, ब्युटिफुल, भेरी कनेक्टेड। तपाईँले हेर्नु आएको छैन, त्यो बनेको केही वर्षमै लिनियर कनेक्टेड सिटी हो। र मेरो अपेक्षा पनि के छ भने हामीले पतया वीरगञ्ज बनाएर गएका छौँ। उतापट्टि पनि मेरो ठेक्का लगाइसक्यो बागमती जाने। अनि निजगढ र काठमाडौँ जोड्ने बित्तिकै हामी लेस देन 2 आवर्समा यहाँबाट काठमाडौँ। कहिले त्यहाँ मलाई लाग्छ योभन्दा अगाडि इन्भेस्टमेन्ट इन्डियन इन्भेस्टर्ससँग मैले यो जोब गर्दै थिएँ। अक्सरमा कोही मान्छे गरिमा एकदमै गरिङको होइन, वैशाख जेठमा साह्रै गरिङको लगिएर 6 बजीतिर पनि म यसो काठमाडौँ गएर आउँ भने मैले 2 घन्टा ड्राइभ गरेर गएर उसलाई जे खान मन छ बियर खाएर फर्केर आउने इन्भाइरोमेन्ट बन्छ। साह्रै गरिङको जाउँ भेरी नाइस वेदर होइन। सो हामी त्यो खालको ट्रान्सफर्मेसन गर्न सक्छौँ। मलाई लाग्छ पतयाबाट चितवनको पनि अब ठेक्का लाग्न थालेको छ। मैले भनेअनुसार राम्रो बने मैत्री 50 अरब रुपियाँभन्दा बढ्दाको ठेक्का लाग्दैछ। सो भेरी गुड ट्रान्सपोर्टेसन अल द वे। त्यहाँबाट पोखरा जाने सजिलो छ हाम्रो जाँदै होइन। चितवनको ठुलो पार्क छ, तपाईँको यहीँ पनि ठुलो पार्क छ। सो क्वालिटी अफ लाइफ हाम्रो बेटर हुँदैछ। र होपफुल्ली यहाँबाट हाम्रो काठमाडौँ जोडिने बिच बाटोमा हाउसिङहरूमा तपाईँलाई इन्भेस्टमेन्ट गर्न यसले एक्साइटेड गर्ला। केही पोलिसी ल्याउनु पऱ्यो भने आज जे छ ठ्याक्कै बिहान हुनुभन्दा अगाडिको अँध्यारो जस्तो फुटमा लिनु होला। आज कतिपय नरमाइलो चिजहरू भइरहेको होला, हामी पछाडि परेका छौँ जस्तो भयो होला। तर तपाईँहरूले चाहिँ के भन्नु एउटा उच्च मनोबल बनाउनुहोस्, किन भन्दाखेरि हामी कनेक्टेड हुँदैछौँ, सिटीहरूसँग कनेक्टेड हुँदैछौँ। र पोलिटिकली पनि धेरै इन्स्टेबिलिटी हाम्रो सिस्टमले थपिसकेको छ। र जे भयो यसमा नराम्रो भएको हो, तर यसले एउटा किन प्रुभ गरेको छ भने हाम्रो जुन डेमोक्रेटिक प्रोसेसहरू अगाडि बढिरहेको छ त्यसले चाहिँ सबै खालको असन्तुष्टिहरूलाई चाहिँ यसले एड्रेस गर्न सक्ने क्षमता पनि छ। नत्र असन्तुष्टि अशान्तिहरू नत्र बढिरहेको सक्थ्यो नि। टिकापुरमा घटना भयो,
हाम्रो गौरमा घटना भयो, पूर्व घटना भयो, धेरै खालको असन्तुष्टि छ हाम्रो देशमा। हामी धेरै विविधतापूर्ण देश हो, सबै इनइक्वालिटी होला, गुनासो गर्नुपर्ने ठाउँहरू धेरै छ, त्यसमा केही डिफेन्ड गर्न नै चाहन्न। तर हामीले फेरि त्यो सबै द्वन्द्वहरू निर्वाचनलाई एक्सेप्ट गरेका छौँ। निर्वाचनमा हामी जान्छौँ, हामीले कतिले जितेका छन्, कतिले त्योबाट एउटा चाहिँ हामीले सोल्युसन निकाल्न ट्राई गरिरहेका छौँ। यदि 120वटा भन्दा बढ्ता ल्याङ्ग्वेज, एउटा 120वटा भन्दा बढ्ता एथनिक ग्रुपहरूको देशमा यसरी होइन बिस्तारै बिस्तारै द्वन्द्वहरू सबै हामीले सम्बोधन गर्ने उपाय निकाल्दै जानु भनेको पनि ठुलो कुरो हो, एकदम ठुलो कुरो हो। कतिपय देशहरूमा विपन्नतामा यस्तो द्वन्द्वहरू सिटिमिति कहिले पनि जाँदैन। र तेस्रो कुरामा के हुन्छ भने हामीले आर्थिक इन्डिकेटरहरू अघि रामचरण सरको प्रेजेन्टेसनमा तपाईँहरूले हेर्नुभयो, हाम्रोमा समस्या अहिले वास्तवमा स्रोतभन्दा बढ्ता मनोबलको समस्या देखिरहेको छ। अहिले म आज हामी राष्ट्रमयमा चिनकै बारेमा नि एक प्रेजेन्टेसन गर्दै थियौँ। चिनमा चाहिँ घरहरूको भाउ घटेको, घरको भाउ एकदमै घटेपछि मान्छेलाई बस्न घरको भाउ घटेको थियो, मान्छेलाई मसँग सक्दैन, तिर्न पर्ने घरको चाहिँ मूल्य मैले तिर्न बाँकी भन्दा कम आइदियो भने के हुन्छ? तपाईँले 1 करोडमा घर किन्नु भएको छ, घरको भाउ घटै छ, घरको तिर्न बाँकी तपाईँको चाहिँ 90 लाख 80 लाख छ अहिले, तर घरको भाउ चाहिँ 27 लाखमा झऱ्यो भने मलाई ठिक भयो जस्तो फिल हुन्छ, जस्तो फिल हुन्छ होइन। अनि त्यस्तो खालको तर यहाँ के भन्छ, तपाईँले किन्छु भन्यो भने त्यो 1 करोड घरको भाउ बढ्दै गएको हुन्छ, 1 करोड 10 लाख हुन्छ, 20 लाख हुन्छ, यता सम्पत्ति बढी जस्तो हुन्छ, तपाईँको मनोबल नै बढ्छ, तपाईँले स्पेन्ड गर्न सक्नुहुन्छ। अनि तर वातावरण यस्तो छ भने तपाईँ किन्न जानुहुन्न, भाउ पनि घट्दै जान्छ। त्यो भएर चाहिँ मनोबल हामीलाई एकदमै उच्च बनाउनु पर्ने छ। धेरै आत्तिनुपर्ने अवस्था पनि होइन, हामीहरूले यातायातहरूमा यत्रो खर्च गर्दैछौँ, बिजुलीमा खर्च गरेका छौँ, लिट्रेसी रेटमा खर्च गरेका छौँ, र त्यस बाहेक हाम्रो आर्थिक स्थिति पनि राम्रो छ। हामीसँग ब्याङ्कमा पैसाहरू पनि छ, हामीसँग विदेशी मुद्रा पनि छ। हामीहरूले फेरि सबै वर्गलाई एकदमै सम्बोधन गर्न ट्राई गरिरहेका छौँ। आज तपाईँले 7 लाखसम्म बिना ऋण पाउनुहुन्छ, मोटरै नजाने ठाउँमा पनि हामीले ऋण पाउनु 20 लाखसम्मको भनेको छौँ, परियोजना कर्जा भनेको छौँ। सबै परियोजना चाहिँ हुनुपर्छ। फेरि समस्या के छ भने केही दिन अगाडि म रोल्पामै गएँ, रोल्पामा ठुलो द्वन्द्व सुरु भयो हाम्रो देशमा, तपाईँहरूलाई थाहा छ। एकजना मित्रसँग मैले कुरा पनि गरेँ उहाँहरूसँग, उहाँले के भन्नुभयो भने हाम्रो माइक्रो फाइनेन्सको पैसा उठाउनु अलिकति गाह्रो भयो। के भयो माइक्रो फाइनेन्स पैसा के गरेको थियो भनेको, पैसा भएर त्यो बिहे र भोज भतेर्न सक्यो भने त्यो चाहिँ मैले मेरो आफ्नो दृष्टिकोणमा चाहिँ त्यो ब्याङ्कको गल्ती हो, किनभने हामीले मोनिटरिङ गर्नु। तर म ब्याङ्कको साथीहरूलाई ऋण कहाँ गएको छ भने चाहिँ हेर्नुहोस् भन्छु। तपाईँले आँखा चिन्न गरेर 1 वर्षपछि ऋण उठाउन जानुभयो भने त्यो व्यसनतिर लाग्नु, त्यो चाहिँ रङ हो। मान्छेले यो परियोजना हेर्न चाहिँ हाम्रो आफ्नै स्ट्रेन्थ बढाउनु पर्ने भएको छ, त्यो एउटा छ। अर्को चाहिँ म के चाहन्छु भने ऋणहरू तपाईँहरूले दिनलाई सकेसम्म सबै कम्युनिटीमा जानु होला। हाम्रो आजकै दिनमा मेरो यही चितवनमा हुर्केको मेरो बुवा आमाहरूले हामीलाई भैँसी पालेर भैँसीको दुध बेचेर हुर्काएको। हामीहरू 3 जना छोराछोरी हामीहरू अमेरिकाबाट PhD पनि गऱ्यौँ, सरकारी स्कुल पनि पढेको। त्यही भएर चाहिँ म तपाईँहरूलाई के भन्छु भने बिना दुधको जुन लिमिट छ त्यसले चाहिँ मान्छेले भैँसी पालेर दुध बेच्यो भने पनि पैसा आउँछ, बाख्रा पाले पनि पैसा आउँछ। म केही दिन अगाडि अलि अगाडि चाहिँ म बाह्रमा कलैयामा गएको थिएँ कृषि स्रोत केन्द्रमा, त्यहाँनिर चाहिँ माछा पालेर के एउटा घाँस थियो त्यो पालेर पनि मान्छेहरूले हामीले कमाइरहेका छौँ, राम्रो उनीहरू बनाएको। मान्छेहरू अनुशासित भएको छन् कि छैनन् भनेर हेरेर होइन, ऋण पाउने अधिकार चाहिँ मैले आफूले हेर्दाखेरि सबैको अधिकार। ऋण भनेको अलमोस्ट हावा पानी जस्तो फाइनेन्सियल चिजहरू, विपन्न मान्छेहरूले पनि ऋण पाउने अधिकार, यसलाई पब्लिक गुड्स के रूपमा दिनु। किनभने जसको सबभन्दा बेस्ट प्रोजेक्ट भयो त्यसैलाई मात्रै पैसा दिने भन्यो भने मैले कहिले काहीँ ठट्टा गरेर उदाहरण दिन्छु। हाम्रो उहाँ र म बसेर प्रोजेक्ट लेख्ने भने अहिले 1 खरबको चाहिँ हामीले ऋण उठाउन सकौँ, बेस्ट बसेर गर्ने भने एउटा बेस्ट इन्भेस्टमेन्ट दिन सक्दैन। म बसेको थिएँ 70-74 खरबकै प्रोजेक्ट मैले देखाउँ, तर त्यसको अर्थ के मैले पाउनुपर्छ छैन। त्यही भएर चाहिँ ऋणहरू 2-4 ऋण लिएर 2-4 लाख रुपियाँको ऋण लिएर छोराछोरी पालेर आफ्नो परिवारको स्थिति राम्रो बनाउने अधिकारको फन्डामेन्टल अधिकारको हुन्छ, सबैको छ। गरिबबाट माथि आउने अधिकार सबैको छ, व्यवसाय गरेर म परिवार पाल्छु भन्ने अधिकार पनि सबैको छ। त्यसमा जुनसुकै समुदायको मान्छे सबैप्रति ओपन भएर हामीले विभिन्न टुल्सहरू छ,
माइक्रो फाइनेन्सहरू छन् हाम्रो ब्याङ्कहरू छन् त्यसमा हेर्नु मैले सुशील जिल्लाबाट अर्को जिम्मेवारी पनि एकदमै दिएको छु त्यो चाहिँ हाम्रोमा कतिपय मान्छेहरू यसरी हामीहरू पनि ड्राइभ गरेर जनकपुरबाट लाग्न हुँदै आएको कतिपय मान्छेहरूले पनि हामीलाई ब्याङ्कमा चाहिँ ऋण लिन जाँदाखेरि पनि मिडल म्यानहरूबाट जानुपर्छ बिचौलियाहरू जानु परिरहेको छ यताउता अवसरहरू बनाएको छ त्यस्तो खालको केही नहोस् मैले ब्याङ्कहरू सबैलाई म भन्छु त्यो भएन मैले त्यो टोलरेट गर्दिनँ सुशीलजीलाई नै भनेको छु कसैले पनि ऋण लिन जाँदाखेरि शर्तहरू के हो सबै बुझ्ने भाषामा गरौँ लोकल भाषामा नै गरौँ हाम्रै यहाँको भोजपुरी मैथिली जेमा आवश्यक छ त्यो भाषामा हामीले लेख्न पर्ने ठाउँमा लेखौँ भिडियो बनाउनु पर्ने ठाउँमा बनाउँ किनभने हरेक व्यक्ति गर्न नागरिकले मैले कसरी ऋण पाउँछु भनेर थाहा पाउनु पनि जरुरत छ होइन गरी खान पाउने बाटो सरकारले के ल्याएको छ भन्ने थाहा पाउनु जरुरत छ र त्यो सम्पन्नमा पनि लागु हुन्छ तपाईँको सबै इन्डस्ट्रियलिस्ट हुनुहुन्छ तपाईँहरूको त्यतिकै योगदान छ तपाईँहरूले आफ्नो प्रोजेक्टहरू देखाएर त्यसको आधारमा ऋण पाउने वातावरणहरू हुनुपर्छ तपाईँहरू र ब्याङ्कहरूको बिचको सम्बन्ध राम्रो होस् होइन कमन अन्डरस्ट्यान्डिङ धेरै होस् र अब कसैलाई भनेर म त एकदमै पोलिसीहरू यति ट्रान्सपरेन्ट गरिदिन्छु तपाईँहरू सबैको चाहिँ फिडब्याकको आधारमा कि तपाईँहरू ऋणकै लागि कसैलाई भन्न जानु पर्ने होस् यहीँ ब्याङ्कसँग ब्याङ्करहरूसँगको चाहिँ कमन अन्डरस्ट्यान्डिङ गरेर होस् कुनै दिन व्यवसायले ठुलो रिस्क ल्याएर हुन्छ शान्तिमा रिस्कमा कुनै दिन अप्ठ्यारो हुन्छ त्यो पनि ब्याङ्कै कमन अन्डरस्ट्यान्डिङमा तपाईँले सोल्भ गर्नुभएको ब्याङ्कहरू त्यो सेन्समा चाहिँ फ्रेन्ड हो तर ब्याङ्कहरू फेरि तपाईँहरूलाई निरन्तर अनुगमन गर्ने वातावरण पनि चाहिन्छ र आज हामी जे भए पनि विदेशी मुद्रा राम्रो छ हाम्रो स्वदेशमा पनि राम्रो स्टक छ केही समय लाग्ला मनोबल पनि ठिक ठाउँमा आउँछ बिजनेसहरू पनि सबै ठिक ठाउँमा आउँछ सबैलाई विश्वास पनि छ त्यसमा तपाईँहरू उच्च मनोबलले काम गर्नु र ब्याङ्करहरूसँग तपाईँहरूको सम्बन्ध राम्रो होस् भन्न चाहन्छु त्यसबाहेक रोडको कति महत्त्वपूर्ण छ भने अझै पनि तपाईँले देखिहाल्नुभयो काठमाडौँबाट त्यो फास्ट्याग बनाएर ठाडै आउनुभयो मेरो घर चितवन हो मेरो बुवामालाई पूर्व सोरेर भनेको छु बिचमा एकजना मुख्यमन्त्रीजी पनि बस्नु भन्नुभएको छ होइन त्यसले गर्दाखेरि अनफर्चुनेटली मलाई धेरै बस्नु मन लाग्यो पनि म धेरै बस्नु भन्नु छैन तर मेरो एकदम केपेबल साथीहरू हुनुहुन्छ दुईजना एक्जिक्युटिभ डिरेक्टरहरू हुनुहुन्छ प्लस सुशीलजी हुन्छ सुशीलजी पनि हाम्रो प्रोभिन्सको गभर्नर नै हो म एकछिन तपाईँहरूसँग म बस्छु तर म एकदमै ढिलो हुने भएको हुनाले निस्किनु पर्ने तर आई विल गिभ धेरै टाढा छैन